ल्यापटप कता हिँडेको? ए यहाँ फोन फुटिरहेछ यो डिस्प्ले चेन्ज गरौँ कि भनेर हिँडेको। डिस्प्ले फुट्यो रे? ए मेरो साथीको पसल छँदैछ नि हो, त्यहाँ गएर फेर्नुपर्छ त नि। हो र? ए त्यसो त सजिलो भइगयो नि। त्यहाँ मिलाएर पनि गरिन्छ। लु जाउँ। तर एकैछिन ल, म 2 मिनट गर्लफ्रेन्डलाई यता जाँदैछु भन्नुपर्छ कि आजकल। म फोन गरेर आइहाल्छु। हेलो, ए सुन्न, तेरोमा मैले एकजना ग्राहक ल्याउँदैछु कि डिस्प्ले फेर्ने खालको। मलाई कम्ती पनि 500 कमिसन हुनुपर्छ है। यो बस्नु साथी। ओर्ली। ओहो साउजी, के छ खबर? ग्राहक लिएर आइदिएको छ है। नमस्कार हजुर। नमस्ते। खै मोबाइल निकाल। यो फोन हेर्नु नि, यसको कति पर्छ डिस्प्ले? यो फोन हो, यसको तपाईँले राम्रो खालको मिलाएर बनाउँदाखेरि 2500 रुपियाँ पर्छ। अम्म कति सस्तो, 2500 मै? 2500 मै हुन्छ? हुन्छ। लास्ट देखि 2500 ए महँगो भयो। यो जतिको सस्तो पसल त कहीँ पनि छैन। 2500 मा के आउँछ 2500 मा भाइ अहिले? महँगो भयो यो त मलाई। तपाईँलाई कति भइदिएछ हुन्थ्यो जस्तो लाग्छ त? यो त 2000 सम्म चाहिँ ठिक्क हुन्छ क्या। अब सुन मेरो कुरा केटा, अब तँलाई कमिसन चाहिँदैन भने उहाँले भनेको दाममा पनि मलाई फाइदै छ। अब तँलाई 500 रुपियाँ कमिसन चाहिन्छ भने साथीलाई फगा 2500 मा मना। साला साथीसँग कमिसन खान्छस्? त्यसलाई ग्राहकको अगाडि पोल खोल्छस्? साला साथीसँग कमिसन खान्छस्? त्यसलाई ग्राहकको अगाडि पोल खोल्छस्? साला कमिसन खान्छस्? ग्राहकको अगाडि पोल खोल्छस्? साला कमिसन खान्छस्? ग्राहकको अगाडि पोल खोल्छस्? साला 500 रुपियाँ कमिसन दे।